ल रेकर्डिङ सुरु गर्छु है त रेकर्डिङ सुरु गरौँ सुरु गरौँ पुरा हेलो 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 वेलकम टु माई च्यानल गाइज आज हामी दाजुभाइ घुम्न निस्किँदैछौँ आजको यात्रा भनेको हामी नगरकोटसम्मको छ अब नगरकोट मात्रै त नभनौँ हामी धेरै टाढा पनि पुग्न सक्छौँ दुईजना यात्राको लागि निस्केको छौँ र यो भद्रकालीबाट हामीले रेकर्डिङ सुरु गरेको छौँ नि त दाइ यताबाट यात्रा सुरु त गरिएको छ भाइ अब कहाँसम्म पुगिन्छ ती मात्र भनेर नहिँडौँ यार यो दिनका दिन काम गर गर्दा गर्दा दिक्क लागिसकेको छ अलिकति टाढा कतै रिफ्रेस हुन जाउँ न यार दुईजना भनेर निस्केको फेरि हो नगरकोटसम्म मात्रै भन्छ बेलुका फर्किनु सधैँछ फेरि के कुरा गरिरहेको के गर्ने त दाइ अब धुलीखेलतिर जाने हो त धुलीखेल अब दोलरघाटतिर जाऊँ धुलीखेलतिर जाऊँ भने बाटो खत्तम छ क्या अहिले जानै नसक्ने स्थिति छ केही गर्नै नसक्ने छ त्यतातिरको बाटो त सम्झेकै नि दिक्क लाएर आउँछ अहिले कता जाने त भन्नु यसो गरौँ न त पहिला सुरु नगरकोट पुगौँ अनि त्यसपछि विचार गरौँ न नगरबाट माथि टावर जाने कि के गर्ने आज शनिबार फेरि एकदमै भिड छ यो टावर पनि त्यही भएर भिडभाड चाहिँ अलिकति अभोइड गरौँ है भाइ ए जाउँ जाँदै गरौँ थाहा भइहाल्छ अनि भाइ द वे आज के हो भन्ने त थाहा छ कि छैन के हो भन्नाले के भन्नु खोजेको दाइ आज तिथि र मितिको कुरा गर्न खोजेको कि अरू केही स्पेसल इभेन्ट छ कि तपाईँको बर्थडे हो आज नेपालको इतिहासको एकदमै ठुलो दिन नयाँ सरकार नयाँ मन्त्रीहरू नयाँ प्रधानमन्त्री हाम्रो बालेन्द्र शाहज्यूको शपथ ग्रहण समारोह भएको दिन भन्न खोजेको नि भाइ यो तिथि र मितिको मात्रै कुरा हुन्छ र यहाँ देशको छ चिन्ता के कुरा गरिरहेको त्यही भएर होला यहाँ माइती घाटमा अब भेला छ जाम छ विरोध प्रदर्शन होला खैदिएन सुध्रिने भए यो विरोध गर्ने कार्यक्रम चाहिँ नि होइन दाइ मलाई एउटा कुरा चाहिँ अचम्म लाग्छ क्या सधैँ एउटा छोरी मान्छेको पनि माइतीले नै दुःख पाउँछ भन्छन् नि जे परे पनि माइतीलाई दोष जे परे पनि माइतीले गर्नुपर्ने जे परे पनि हाम्रो देशको यो एउटा माइती घर पनि त्यस्तै छ जे परे पनि यसैले दुःख पाउँछ बिचरालाई माइती घर भनेको यो साँच्ची नै माइती घरै रहेछ त्यही भने भाइ यो माइती घर जे परे पनि अस्तिको आन्दोलनमा पनि यही अस्ति नेताहरूको प्रदर्शन भए नि यही सहकारी पीडितको प्रदर्शनी भए पनि यही अहिले भिड छ यही फेरि यही एउटा डिस्टर्ब भयो भने सारा बाटो डिस्टर्ब हुन्छ हाम्रो सिंहदरबार आइपुग्यो सिंहदरबार आइपुगेर हेर अनि दाइ तपाईँलाई के लाग्छ अब हाम्रो देशले काँचुली फेर्ला त नयाँ सरकार नयाँ परिवर्तन युवाहरूको जोस जाँगर अब फेरै पर्ने हो भाइ देशले काँचुली त फेर्नै पर्ने हो नयाँ जोस जाँगर छ शहीदहरूले त्यत्रो रगत बगाएर जेएनजीहरूको त्यत्रो योगदान भएर आएको परिवर्तित सरकार हो यो राम्रै हुन्छ होला भन्ने आशा गरौँ तँलाई चाहिँ के लाग्छ मलाई नि राम्रै हुन्छ जस्तो लाग्छ दाइ म नि समर्थनमै हो हेरौँ पहिलाकाले के गरे कसो गरे भन्दा पनि अबकाले कसरी गर्छन् के गर्छन् भन्ने कुरा नै महत्त्वपूर्ण जस्तो लाग्छ है मलाई त ठिकै हो भाइ अहिलेकाले राम्रो छ गऱ्यो भने पनि देशले मुहार फेर्नलाई धेरै समय त लाग्दैन नि अनि दाइ पानेश्वर पुग्न लागिएछ कस्तो लागिरहेको छ त आज हामी धेरै पछि निस्केको राम्रो लागिरहेछ एउटा विकेन्ड मनाउनको लागि दाजुभाइ जाँदाखेरि यसरी समय बिताउन पाउँदाखेरि रमाइलो लाग्छ नि सधैँ अफिस घर यताउति अफिस घर केही नै सोसल लाइफ नै नरहेको जस्तो लाग्न थालिसक्यो भाइ मलाई त ठिकै हो दाइ धेरै अति नै त्यही भएर पनि अब 2 दिन छुट्टीको भनिरहेको थियो नि बालेन दाइले पनि सायद गर्छन् कि हाम्रो आइटीमा चाहिँ आनन्द छ 2 दिन नै छुट्टी शनिबार आइतबार एक्सटेन्डेड विकेन्ड हुन्छ तपाईँहरूको चाहिँ के छ दाइ हाम्रो त शनिबार मात्र हो नि भाइ शनिबार मात्रै हो त्यही भएर त यति गाह्रो गरी तँलाई टाइम दिन पाइरहेको छु
नत्र त हिँड भाइ भनेर सधैँ म फोन गरिहाल्थेँ के भयो ठिकै छ दाइ, यस्तै हो। घमाइलो छ दिन दाइ आज, राम्रै दिनमा हिँडियो जस्तो लाग्छ, तर अलिअलि बादल पनि छ। पानी पर्ने सम्भावना कतिको रहेछ दाइ, हेर्ने कि एकचोटि? पकाइ त म हेर्छु। पानी त पर्छ भन्दैछ त। ठिकै छ दाइ, परेछ नि परेछ, के भएर, रमाइलै हुन्छ। मौसमको च्यालेन्ज एक्सेप्ट गर्ने कि के गर्ने दाइ, विचार गर्दै गर्नु है। मौसम च्यालेन्ज भन्छ, कहाँ एक्सेप्ट गरेर बस्छ च्यालेन्ज? त्यस्तो बानी छोडिसक्यो हामीले। त्यति च्यालेन्ज एक्सेप्ट गर्न नि कस्तो गाह्रो हो दाइ, बुढो भयो कि क्या हो? अहिले नै यस्तो कुरा त नगरौँ न हौ। ए बुढो भएको कुरा नगर न, बुढो त भइयो नि अब। त्यहाँदेखि सधैँ च्यालेन्ज एक्सेप्ट गरेर मात्रै कहाँ सकिन्छ भनेर पो हो त। च्यालेन्ज एक्सेप्ट आयो आयो, के गरेको हेर्दै? सबैलाई हतार मात्रै छ बाटोमा, अलि हेरेर चलाए भाइ। जति हेरेर चलाए नि के गर्ने दाइ, यो एउटाले एकतिरबाट आउँछ, एउटा एकतिरबाट आउँछ, एउटाले एकतिरबाट पेल्छ, एउटा एकतिरबाट पेल्छ। काठमाडौँमा सवारी साधन चलाउन नि धेरै गाह्रो भयो दाइ। रुल्स रेगुलेसन कसरी केही मान्ने होइन, केही होइन, जसलाई जहाँ मन लाग्यो त्यतैबाट मात्रै आउँछ। लोकतन्त्र आएको देश हो नि त भाइ, लोकतन्त्र गणतन्त्र भएको देशमा यहाँबाट हिँड यहाँबाट चला भन्न मिल्छ त? तँलाई के लाग्छ सबैजना सोझो हुन्छन्? ए दाइ, लोकतन्त्र गणतन्त्र भन्दा नि मन परितन्त्र भनेर राखिदिए हुन्छ हो यहाँ नेपालमा। कसैलाई कसैको मतलबै छैन, जो पनि मन परि मात्रै गर्नेछन्। हामी मात्रै हो जस्तो लाग्छ हौ कहिलेकाहीँ त, डराइकन हिँड्ने। डराइस् त, अरू त को त डराउने फेरि? यसको गफ पनि धेरै गफ नहान्न भाइ यार, त डराउने हुन्छ कसले चाहिँ पत्याउँछ हौ। के भनेको होला दाइ, डर लाग्छ नि हौ। सधैँ उमेरको जस्तो जोस जाँगर भइरहेको छ त। उमेरमा पो अर्कै हुन्थ्यो, जोस हुन्थ्यो, केही कुरा सोचिँदैन थियो, केही कुराको मतलब लाग्दैन थियो। अहिले त धेरै कुरा सोचिन्छ, एउटा केही गर्नु पर्यो भने, केही स्टेप लिनु पर्यो भने पनि झ्याउ छ नि दाइ, के गर्ने? होइन भाइ, सधैँ उमेरको जस्तो त कहाँ हुन्छ र? त्यसरी सोच्नु पनि राम्रै हो नि, अहिलेको बेला पनि ठिक छैन। सधैँ मन परी गरेर सोच्दै नसोचिकन जे हिसाब लिएर त हुँदैन नि। ए छोडिदिनु है दाइ, उमेरको कुरा, उमेर भनेको अर्कै हुँदो रहेछ। उमेरमा गरेको कामहरू अहिले सम्झ्यो भने नि छोडिदिनु हौ दाइ। कहाँ पुग्नुलाई दाइ हामी? खै कौशलदार पुग्न लागे जस्तो छ। के गर्ने त दाइ, नगरकोटतिरै हुइकिने त होइन, कि भक्तपुर घुमेर फर्किने विचार छ तपाईँ? ए फेरि अघिदेखि भन्दैछु अलिकति टाढा कतै लङ ड्राइभमा जाउँ भनेर फेरि भक्तपुरको कुरा गर्छ। भक्तपुर त त्यही त हो, आइ त हाल्यो, के गर्ने अहिले फर्केर? हिँडगुरुक नगरकोट। ल हो दाइ, नरिसाउनु के तपाईँ पनि, रिसाएर समस्याको समाधान हुन्छ र?